Hello, सबैजनालाई डे 5 मा वेलकम छ डे 5 रञ्जन दाइ आज लास्ट दिन हैन डे 5 है आज ल हाम्रो मिस्टर लङ्कु द वान एन्ड ओन्ली सेक्सी भोकलिस्ट यो पहिलोको हैन के भएर परो सुरु अर्को हाम्रो हट भोकलिस्ट अनि हाम्रो बोर्ड के रे हिजोको अनि हाम्रो अर्को जिटारिस्ट दादा हाम्रो अर्को जिटारिस्ट टेन्डर एन्ड बिन कम अन ल हामी चाहिँ यहाँ छौँ होइन आज चाहिँ यहाँ लिटल टिबेटमा छौँ यहाँ चाहिँ पुरा कब्जा भइसकेको रहेछ हामी चाहिँ कुर्दैछौँ हाम्रो पाली होइन अब बिस्तारै यहाँ सेटअप गरेर खेल्ने हाम्रो प्लान छ यहाँ चाहिँ डेन्जर प्याक रहेछ क्या अहिले गीतै के लगाइछ होला यार फेरि ल हाम्रो पाली आएको छ होइन टक्क लगाएर अब सामान ready and ready and scary एनर्जी हाल्छु म एनर्जी स्याउले के दिन्छ स्याउ दिन्छ जोस ह्यापी रस दिन्छ होला नि रस यस एनर्जी स्याउले रस दिन्छ होला नि ल अब हाम्रो पाली है त दिनमा एउटा एप्पल खायो भने चट्टल के हुन्छ दिनमा एउटा एप्पल खायो भने हस्पिटल जानु पर्दैन के हो र कसले भने तपाईलाई पहिला पाइल छ भने त्यो हो त तपाईले भनेर त मलाई भन्नु ओ गिरिस दाइ ल त्यो फर्ममा छ है हाम्रो केटाहरु चाहिँ यहाँ पुरा फर्म ओ अर्को हाम्रो दुर्गा सर पनि यहाँ बाइसेप ल है त ल अब डाङडुङ दिनुपर्छ ल मकै बारी दर्याम हरियो काक्रा रमाइलो भइरहेछ सर यतिको हुनु पर्यो है हेलो
ल अहिले चाहिँ हाम्रो भाइसँग हैन पुरा मेरो भाइसँग यहाँ हामी पुइमे फास्ट फुडतिर आइपुगिसकेको छौँ हाम्रो ग्याङ हैन पुरा मजा डङ गरेर ए को भेट्यो यार ह्यापी दियर चिसो बियर के छ हाल खबर ठीक छ के छ भाइ ठीक छ कहाँ भ्याएर हजुर हामी त उसमा लिटल टिबेटमा भ्याएर आएको ठीक छ अनि त्यो भन्दा अगाडि कता हेले जरा त्यही हो हाम्रो चाहिँ स्वयं सेवक गाडीबाट परिवार अनि यहाँबाट कता हो त नि अनि यही होला नि लास्ट त ल ठिक छ ठ्याक्कै हामी भ्याइ अब उतै जानु लाग्यो हामी डडाङ डुडुङ नो डडाङ डुडुङ अन्ली डान्स स्वर हेर न पुरै खत्तम भइसक्यो चिचाउने होइन माइकमा बोल्नु भएको थियो क्या बच्चाहरूलाई लिएर हिँड्यो बच्चालाई गराउँदा ल अब पुइमेमा ट्याक्क सामान झिकारेर पुइमेतिर खेल्नुपर्छ है त लङ टाइम नो सी मामा
यसो हक गरिदिउँ न रे भाग्य गएपछि तिमीलाई भेट्दै गाह्रो फोन गर्दै गर्दैन दिपेश दाले साउट आउट ल दिपेश ब्रो साउट आउट भाग्य त अब सबै कन्ट्याक्टै भयो अरे ल ल हुन्छ अहिले त्यहाँ पुस गर्छु लेट्स गो ल हाम्रो सुरु भयो यहाँ पुइमेमा पुरा सेटअप हानेर भट्टाएर अहिले चाहिँ हामी बजाउँदैछौँ होइन केटाहरू Let's go, let's go. Let's go have a kick here. Let's go, let's go. दाहिने आउनु पर्ने आशा है रमाइलो भइरहेछ भने हाम्रो गाडीमा सङ्गीतहरू मनपर्छ भने प्लिज सहयोग गरिदिनु होला है त
चढ्दै फास्ट फुड एन्ड बारलाई पनि धेरै धेरै धन्यवाद हाम्रो ईश्वरलाई फेरि पनि अर्को वर्ष आउँदैछौँ हामी एकछिनमा हामी सविताको नाम भन्छौँ नि त्यसपछि जान्छौँ एकैछिन है ल सक्यो हाम्रो पाली अब आमा टोलीको पाली अब यहाँ रमाइलो भइरहेछ देउसुर देउसुर ल धन्यवाद पुइमे फास्ट फुड एन्ड बार प्राइभेट लिमिटेड आज रमाइलो भयो यता पनि हिजोको जस्तै एल्टिट्युड जस्तै सक्यो हाम्रो भैलो पनि होइन बरु हाम्रो सक्यो हाम्रो पनि अब भैलो आज लास्ट दिन होइन अब तपाईँहरूलाई पनि रमाइलो लाग्यो होला हेरेर हामी चाहिँ यहाँ आन्टीहरूको पुरा डान्स हेर्दैछौँ यतापट्टि पुरा यहाँ रमाइलो हुँदैछ यहाँ पुरा भाका साका अब के हो त्यो भन्न आउँदैन तर यता पुरा हानिरहेछ दिइरहेको छ आन्टीहरूले यहाँ पुइमे फास्ट फुडमा है मैले उता राखिदिएको छु ल आजको अब भैलोको लागि यति नै हाम्रो पिएमएस ग्रुप चाहिँ साइन अप त्यतिकै थियो मैले ट्रेनमा त ल यति नै भैलोको सबै रमाइलोहरू यति नै थियो इफ यु लाइक दिज भिडियोज होइन भैलोको भिडियोहरू मन पऱ्यो भने डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर सब्सक्राइब होइन ल हामी त अब भातसात खानु गएको थाकित भएको छ पुरा अब चल्दैछ केटाहरू ल सक्यो सी यु अर्को भिडियोमा अब घुम्न गएको अब
टुर सुर गएको अब कता कता गएको ट्रेक सेक गएको भिडियो आउँछ होला अब यो पछि ल आजको लागि यति नै धन्यवाद सक्यो हाम्रो हैन अब लास्ट दिनको भइलो सक्यो अब हाम्रो गाइजहरुको अन्तिम पुरा एप्स अब ल गिरिश दाइ सही भइरहेछ ल औ दादा ल है भइलोको लास्ट खाना है त ल गाइस ल है दिमै जी तम जता खाने बेलामा नि चारले सुको दिन्छ यार सही हो खाने बेला खाँदै